ल गाइस धरानको भ्यू हो धरानको भ्यू धरानको घन्टा घरै नदेख्ने रहेछ यहाँबाट हरायो यस्तो छ धरान धरान ठुलो पो देखिँदो रहेछ है ठुलो पो रहेछ है धरान पनि यहाँदेखि है सर हेर्नुहोस् त कति ठुलो त्यो काठमाडौँमा पो के अरे बुढासोबा भनेको स्वयम्भू गएर यसो हेर्दाखेरि वरिपरि घुम्दा पनि सबै घरै घर देखिन्छ त्यस्तै भयो कि आयो त्यो काठमाडौँ जस्तो त छैन त्यो यो म यहाँ माथि बुढेसुक्खा तर धरानमा टिन नलागेको चाहिँ मैले देखिनँ है कहीँ पनि के भयो सबैमा टिन लगाएको छ घरमा भाउजू सबै टिन लगाएको मात्रै छ पुरै टिन लगाएको हेर्नुहोस् है त जुम गरौँ त अझै हामी अब आइहाल्छौँ 15 मिनटमा आइहाल्छौँ पुरै टिन लगाएको ल हुन्छ ए हुन्छ आहा अहिले पो राम्रो आयो त यस्तो पो त हो त हामी बुढासोबा प्रवेश भइसकेका छौँ होइन तपाईँ त्यसरी बस्नु होइन क्या यसो गुड भनेर भन्यो ओके हेलो हेलो हामी भिडियोमा हो हेलो हेलो साथीहरू हेलो नवीन मगर भ्लग सर्च गरेर हेर्नु होला हेलो साथीहरू कस्तो छ माहौल आज माहौल एकदम कुल छ राम्रो दामी छ मन्दिर बुढासुब्बा हामी प्रवेश भइसक्यौँ यो चाहिँ चिनो छोड्छ होइन यो माला चाहिँ यहाँ चाहिँ यो आएपछि जोडिनाहरू आएर छोड्छ आफूले आँटेको सोचेको कुरा माग्ने हो अनि पुरा हुन्छ पुरा भइसकेपछि फेरि आएर फेरि पूजा गर्ने हो पुरा भएन भने फेरि परा उडाउने हो परा उडाएपछि यहाँ भर्खर सुरुवात हिजोदेखि मात्रै गरेको मैले भ्लग सुरु त्यही भएर अलिक ऊ आएको छैन क्या राम्रोसँग त्यही भएर हो आज मौसम क्या खतरा छ घाम लागेको छैन दामी छ राम्रो छ हाम्रो सोल्टीज्यू हुनुहुन्छ बुढासुब्बाको घन्टी कत्रो छ हेर्नु न दामी छ टर्ल्याङ बुढासुब्बा मन्दिर यो साँच्ची बाँसको त टुप्पो पो हुँदैन त है यो बाँसको टुप्पो छैन नि यसको कुनैमा पनि छैन टुप्पो मन्दिरमा घन्टी बजाउने हो क्या